कुल छ नि तिनी सर्वप्रथम हामीले के गर्दाखेरि माने हो? होइन के भन्न खोजायो नि सुरुमा कसले माने हुन्? थाहा छैन। शाखा पुर्खा जो होलान् के र देउली अनि कुल सबै होलान्। अर्काको परान लिएर देउली मान्ने खाने गराएको होछन् होइन होला के होला। शाखा पुर्खाले गरेको होला त गर्छन् भन्न खोजा नि। अहिले दसैँ तिहार छ नि ठुलो चाडपर्व। उहिले मान्छे तारा तारा कामले थाक्ने यही बेला बसेको धान खाने चैते दसैँमा केही नभएर यता सारेको होला न। यो देउली पनि मौसिरमा के गर होला मान्छे मरेपछि त खान्न नि त। किन आमा? पहिलाका मान्छेले त्यही सबै जन्मा भयो भेला भयो अनि जाडोको महिना केही तातो पहिला त खानेकुरा नि त कहाँ त्यस्तो ठाउँमा कहाँ हुन्थ्यो र। पाहाडको ठाउँमा सबै भेला यो दिनलाई यसरी मनाम यति तिथि यो दिन भनेर होइन। अनि यो पनि लगाएर यो घरमा यो भयो भने नखाने तब बार्ने यो गएको निम्ति यति दिन यसको लागि बस्ने 13 दिन भनेर होइन। त्यही त नुन नपाएपछि 13 दिनसम्म राखिदिएपछि त भयो त नि के र। जुन धामी काम छन् नि आमा त्यो केले कमाउँछन्? देउताले कमाउँछन् भन्छन् के र के थाहा खै मलाई। देउताले कमाउँछन् र कमाउँछन् त उफ्रिँदाउने त्यसै त किन उफ्रिँदाउने भन्न खोजे देउताले कमाउँछन् कि कुलले कमाउँछन् कि त्यो कमाउँछन् कि आफ्नो आफ्नो कुलले कमाउँछन् सबैलाई। आमा फेरि त्यो कुलको आत्मा त त्यस्तरी मुक्ति पाएन होला त। आत्माले मुक्ति पाएपछि त फेरि त आन्न त है आमा। आत्माले शरीरबाट छुटेर मुक्ति पाएपछि फेरि अर्को शरीर धारण गर्छ। फेरि उही शरीरमा आउन त प्रयास गर्दैन त। गरे नि यमलोकले त रोक्छन् त यमका दूतहरूले। 84 जुनी भोग गर्न पर्छ अरे त हामीले यो जुन पर्नु 84 लाख 84 लाख जुनी हो कि 20 जुनी हो? 84 लाख हो आमा। त्यति भोग गर्न पर्छ अरे त। होइन कि त्यत्रो जुनी भोग गर्ने होइन। हामीले कुल मान्यौँ जुन कुलको आत्माहरू हुन्छ नि त्यही आउन खोजे हुन्छ नि म त्यो धामी काम्दाखेरि फेरि त्यो आत्मा त्यहीमा आउन खोज्दाखेरि त्यो आत्मा त परमात्मामा गएन नि त है त्यति नै बसे त। त्यहाँभन्दा बाहिर त गएन नि। मलाई के थाहा रे। होइन कि भन्न खोजे त उसै त हो। अब मान्छे मरे हाम्रो उसमा जस्तै हामीले कुल मान्यौँ नि मान्छे मऱ्यौँ मरेर गएर सरासर कि नर्क कि स्वर्ग जाने होइन र। मतलब अहिलेका त्यो हाम्रो माथिको हजुरबा बित्नु हो नि त्यहाँले पितृलाई मान्नुभयो धेरै होइन। पितृले मानेर त्यहाँ सेउटे पितृलोक जानुभयो आफ्नो पितृहरू तिन। तर जुन पहिलाको पितृलाई पनि त उद्धार गर्नु परेन र।
मिसेर सबैलाई एकचोटि गर्नु कसरी अगाडि गइरहने सबै मिसिरखे जस्तै पछिका आए मिसिँदै गए त्यो मिसेभरिको अब टिनुट के गर्छन् त त्यसपछि के गर्छन् जे आफ्नो फल्छो उयो भोग्छन् उयो जुनी लिन्छन् फेरि कुलले नि जुन ल्याउँछन् खै के गर्छन् भन्न खोज्ने जस्तै तिनीहरू अहिले हाम्रो मान्छेहरू त दसैँ तिहारको बेला भेला भयौँ नि पितृहरू नि सबैका पितृहरू त्यस्तै बेला भेला हुन्छन् होला केही गर्छन् होला सबैको त देउली आएको बेला आज यो हाम्रो देउरी माथि पनि के त्यस्तै आज यहाँ आज मेरो कुलको सन्तानले यस्तो गरिरहेछ आज खान पाइन्छ भनेर त्यसरी सोध्छन् होइन तर त्यो माथि गएर नि त त्यही ऊ भएन र आज खाने के गर्ने यहीँ जस्तो त भयो नि होइन भगवान् पास त जानु भएन त है त्यस्तै भगवान्लाई पाउन नि त कहाँ सहिलो हो र होइन यिनीहरूले पछि भगवान्ले मान्दैनन् हाम्रोलाई त मान्छन् त्यही भनेर कि त्यो पितृ बनाउन् र पितृ भने त त्यही पुर्खा त भयो नि के र होइन होइन भन्नुभएको थियो नि त्यो ठुलो हजुरबाले त्यहाँको त पितृ भएन होला पक्कै नै त्यहाँले नाम जप गर्नुभयो नि त भगवान् तिन त जानुभयो होला त त्यहाँ त न पितृलोक जानुभयो न यता न स्वर्ग सिधै भगवान् तिन जानुभयो होला होइन तर अन्तिममा मासु खाएर जानुभयो त्यहाँ फेरि जन्म भयो होला त अब त फेरि अर्को जन्मले अहिले त त्यही मासु खाँदै जब मरिस् तैँले सुरुमा त त्यही परिवारमा जन्मिन्छस् फेरि पछि तैँले तेरो पहिलाको भजनले गर्दा तैँले मासु खान छोड्छस् अनि मतिर वापस आउँछस् भन्नुभयो होला होइन केही खानुहुन्न त सिद्ध सिजिने सागपात मसुराको दाल त म कहाँ हुन्छ र मासुको दाल खानुहुन्न त बोरी केरोका दाल गर्नुहुन्थ्यो जाने बेला त मासु जानुभएको पऱ्यो मतलब त्यहाँ फेरि जन्मनु हुन्छ अनि जन्मेर सुरुमा त त्यस्तै हुन्छ त्यसपछि बल्ल पछि पहिलाको भजनले गर्दा त्यहाँ मासु खान छोड्नुहुन्छ मासु खान छोडेपछि अनि फेरि भगवान् तिन जानुहुन्छ होला होइन त्यहाँको जन्म छिटै भयो होला आमा सायद त्यही परिवारमा आज भयो कि अर्कोमा भयो तर जन्म त भइसक्यो त्यहाँको अब कर्म गरिराख्नु भयो होला होइन हेर्नु जाने यस्तै आलीमा कुकुरको तिलार सिट्ने हो त्यो हरिराम र सीताराम हो घर आउने हो त्यही हो बिहान जाएर पनि त्यही हो हजुरआमाले भन्नुहुन्छ उठ्ने अब त नुहाने पूजा गर्ने होला नुहाने होला खाने होला दिया फुकाने होला कति कराएको भन्नुहुन्थ्यो अन्त फेरि नाउ धरमगिरी हो गर धरमगिरी कि धर्मगिरी धर्मेगिरी के धर्मे नाम ज धर्म कर्म नि धर्म भन्ने भन्छ फलानाले भने भन्छ फलानाले भने पल्लो पल्लो घर बिहा होला जातभात छिट्टाउनु दुई जात होला सैनो भनाउनु जातभात भनाउनु
खुनको घर बाउला घर घरै राजा आउनन् राजा मनाउनन् भन्ने जुटो पनि भयो भो खुनको घर पनि भयो भो यसैले पनि अरूको बिहा फलोवर पनि हुन्छ भो अझै नकराउ न हजुरआमा त भन्ने नकराउ न बुढी नकराउ सके हाम्रो छोराले देख्नन् तिमीले हामीले पो देखाउनौँ नभए हाम्रो नाति परान्तीले देख्छन् नातिले देख्छन् यो भएको घन्टो फल्नाले भने हो घन्टो फल्नाले भने भन्नु नि त के उइल त्यहाँ गएको कति हो आमा लगभग छैन हजुरआमा चाँडै जानुभएको लगभग 40 वर्ष त्यति धेरै नि कति 40 मात्रै धेरै भयो होला तपाईँको हजुरबा ए हाम्रो हजुरबा नि त भयो के र तेरो हजुरबा गएको पो 40 भयो हाम्रो हजुरबा गएको त 60-70 को थियो त्यही त कान्छो भाइ मेरो साइलो भाइ जन्मिँदा बित्तिकै हो कि के को गएको बुढो बस्छ धेरै भयो जन्मिँदा बित्तिकै यहाँ अहिले कति हुनुभयो कति भयो कोसित हो थाहा छैन कोसित त फुपूभन्दा जेठो हो आफू भइरे के भयो त अस्ति के गरौँ ए तपाईँभन्दा जेठो के कान्छो म भन्दा त कुन कान्छो लगभग कतिले आमा ए अहिले जिन्दै हुनुहुन्छ कि जानुभयो त्यहीँको छोरो कि नाति नाति छोरो नि छोरा त 84 र उहिले जानुभयो त कान्छो त्यसपछि अरू हुनुहुन्न अनि उहाँका छोरा हुनुहुन्न नाति त छन् गर्छ भन्न खोजे कान्छो बा मात्र हो कि कति हो त जेठो बा र कान्छो बा दुईटा हुन् जेठो बा पहिले नै जानुभएको हो अहिले डाक्टर अस्पतालमा गएर पिसाब बन्द भएर पिसाब जो बन्द हो 4-5 दिन पिसाब बन्द भएर दुःख पाएर जानुभएको जेठो बाले दिन पिएर कालो 84 गरेर जेठाले आफ्नो पहिलाको बाको कारणले पहिला कर्म भोग्नुभयो जानुभयो नआउने गरी चाहिँ जानुभयो कि अनि कान्छाको फेरि राम्रो कर्म रहेछ 84 गरेर चाहिँ जानुभयो 5 भाइ छोरा 5 भाइ उहाँका त 4 भाइ उहाँका पनि 4 भाइ छन् त म त हाम्रोभन्दा 2 पुस्ता अगाडिका अलि भजन गर्ने खाले रहेछन् नि भजन त कष्ट कष्ट भजन गर्नु हो हैन गाउनु नि पर्यो हजुरबाले गएको त हामीले सुनेनौँ कान्छोबाले त कष्ट भजन गाउनुहुन्थ्यो उनी भजन सुनेर सम्झेर त यिनी अचलको भजन त अर्कै हो कण्ठ राम्रो के कण्ठ राम्रो भएपछि त भजन त जस्तो गानी त्यस्तै राम्रो हो दाइले पनि गाउनुहुन्थ्यो दाइले आजकल कोहीले गाउनुहुन्छ त्यस्तै नाटीहरूमा ठुलोहरूले गाउनुहुन्थ्यो र कोही त बुढा हुनुभयो तर गाउनुहुन्छ कि छोड्नुभयो कि उही हुनुहुन्छ भेट्न जानुपर्छ कि आमा तपाईँ म भएर जाउँला है अर्को दसैँमा दसैँ ससैँ सब छोरो अहिले तपाईँको घुम्ने उमेर त गयो अहिले यस्तै हाम्रो जस्तो उमेरमा सबै ठोक आफ्नो आफन्ती सब घुमेर भ्याउने बुढेसकालमा त के भइन्छ भाउ हिँड्नै सकिन्न होइन अब बुढो भइस किन जानियोस् भनेपछि के भन्ने तेरा उहाँ को छन् भनेपछि होइन र
सब त मरेर गयो भनेपछि झन् अर्को आपत त्यही भनेर जान्दिनँ